थियो नि त उठ्न खोजेको हेर्नु त फाइनल्ली यसले सबै चाटिदिनु पर्छ कि त्यो फ्रुटहरू पराल लिएर हालिदिनु पर्छ भने यहाँ के चिसो हुन्छ नि त बेस्तो हालौँला होइन बल्ल अलिक गर्नुहुन्छ के गर्ने र यो चाहिँ रासनहरू चाहिँ खुट्टा छिर्यो खुट्टा ओए कस्तो के छ खोरमा फलाङ हाल्नु पर्ने भयो नि त्यो चरचरमा यार दुध खुवाउनु पर्छ त्यो मुखको अझै निस्किएन र यसको फोकेछ नि त त्यही भएर भनेर के त्यो मुखभित्र हुन्छ क्या निकालिदिनु पर्छ नि यार गर्छ क्या अर्को नि पाउनु लाग्यो खोइ अहिले त साल निकाल्न होला नि त सालै निकालेन भाले पोथी नि हेर्न पाइएन यसको पोथी जस्तो लाग्यो म त हेर्नु एकछिन बसेर मलाई पछि पोथी नै पोथी अब यसलाई माया गर्ने होइन हानेर झन् हाम्रो घरकाले कहाँ पाठीलाई माया गर्ने हो र पिटेर दुध पनि खुवाउने होइन पाठी भएपछि त माया त गर्छन् अस्तिको गयो नि त 3टा भएको थियो मरेको त अनि दुध नखाइ नखाइ एउटा मऱ्यो भने त नचल्ला हौ नचल त बहिनी मेरो पनि थर्को बल्ल अलि आनन्द भयो अहिले त छोरा हो चाहिँ यसको आवाज आयो यसको आफ्नै होला सुखी त्यो अर्को मर्दा चाहिँ त्यही मरेर हो कि पाउनु नसकेको त्यो एउटा निस्किन्छ त आनन्द निस्क्यो त त्यो निस्काल्यो भाले हो कि पो थियो थाहा छैन म त अल्छी त्यसै मैले त गफ लाएर हो कि जस्तो लाग्यो मात्रै भने छोरी हो कि जस्तो लाग्यो लिरिक भयो यार म त पराल लिएर आउँछु हतेको त्यो परालले उस गर्नु त त्यहाँको थुक्दिनु त त्यो हत्याको निकालेर हत्याको पराल सबै हत्या मुखभित्र के भनेको खोकेको यसलाई बुवाले तेल लगाइदिनु हुन्छ अब फेरि साल निकाल्ने कि निकाल्ने हो पाउला र खोइ के पाउला निकाल्न लाग्यो कि साल हो कि के हो